देशको लागि भन्दा आफ्नो लागि आफ्नी बुढीको लागि चिन्ता गर्न र काम गर्न केन्द्रित भएको देखिएपछि श्रम मन्त्री दीपक कुमार शाहलाई बालेन सरकारले मन्त्री पदबाट 13 दिनमै गलत्याएर बर्खास्त गरेको छ। सुशासनको मूल मर्मलाई आत्मसात गर्दै रवि लामिछानेको बोल्ड निर्णयबाट गर्नुपर्ने काम भन्दा नगर्नुपर्ने काम गरिरहेका दीपक कुमार शाहलाई मन्त्री मण्डलबाट घोक्राइएको हो। दीपकले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्ति गराउन हस्तक्षेप गरेका थिए। परिवारवाद, नातावाद, कृपावाद र भ्रष्टाचारी देश लुटेरावादको विरोध गर्दै भदौको 23 र 24 गते नेपालमा 76 जनाको ज्यान जाने गरी जेनजी आन्दोलन भयो। त्यही जगमा रासोपाले 23बाट 182 सिट जित्यो। तर बालेन सरकारमा भ्रष्टाचारी देश लुटेरावादको नक्कल गर्ने मन्त्री पनि पुगेका थिए, जसले पाएसम्म भ्याएसम्म आफ्नालाई काँध हालेर काखमा ल्याएर देशको ढुकुटीबाट तर सोर्ने दाउ गरिहाल्थे। उनी थिए श्रम मन्त्री दीपक कुमार शाह। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम मन्त्रीकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएपछि सुशासन, पारदर्शिता र योग्यतामा आधारित नियुक्तिमाथि गम्भीर प्रश्न उठेपछि रवि जोकिएका थिए। संसदमा सम्बोधन गर्दै लामिछानेले संविधान र कानूनको आवरणमा राजनीतिक सिफारिसबाट नियुक्ति लिएका पदाधिकारीहरूले स्वेच्छाले राजीनामा दिँदै मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए। स्वास्थ्य बीमा ऐन अनुसार कुनै सदस्य निरन्तर 3 पटक बैठकमा अनुपस्थित भएमा स्वत निलम्बन हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार यसअघि निलम्बनमा परेकी श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरिनु कानूनी र नैतिक दुवै हिसाबले विवादको विषय बनेको थियो। रवि लामिछाने र बालेन शाहले यस खाले अनैतिक कार्यको नियमन र नियन्त्रण गर्न ढिलो गरेनन् र दनक दिइहाले। देशको 13 दिन खेर फालेका दीपक कुमार शाहलाई चिन्न नसक्नु रासोपाको ठूलो कमजोरी थियो। अब यसको भरपाई रासोपाले देशलाई गर्नुपर्छ।